बिहानको खाजामा के खाने, अन्डा कि रोटी? यो पोषणको दुनियाँमा एकदमै ठूलो बहसको विषय हो। आज हामी यही प्रश्नको गहिराईमा पुग्नेछौँ र पत्ता लगाउनेछौँ कि हाम्रो मुटुको लागि साँच्चै हानिकारक के हो त। ल अब हेरौँ है। एकातिर छ दशकौंदेखि बदनाम भएको अन्डा र घिउ, अनि अर्कोतिर छ हाम्रो भान्सामा सधैँ हुने रोटी र चिनी। हाम्रो धमनीको लागि असली भिलेन को होला त? आउनुहोस् यो रहस्यबाट पर्दा उठाउँ। पहिलो खण्डमा हामी त्यो पुरानो सोचाइलाई हेरौँ है त। दशकौंदेखि स्वास्थ्य विशेषज्ञहरूले हामीलाई के भन्दै आएका छन् भने सन्तृप्त फ्याट मतलब अन्डा र घिउ जस्ता चिल्लो पदार्थबाट टाढे बस्नुपर्छ। उहाँहरूको अनुसार त मुटुरोगको मुख्य जड नै यही हो। यही कोलेस्ट्रोलको डरले गर्दा सन्तृप्त फ्याट हाम्रो खानाको थालमा एक किसिमको भनौँ न सबैभन्दा ठूलो दुश्मन जस्तै बन्न पुग्यो। तर के यो कथाको पुरै सत्य यही हो त? तर अब कथामा एउटा नयाँ ट्विस्ट आएको छ। वैज्ञानिक अनुसन्धानले अब अर्कैतिर सङ्केत गरिरहेको छ। के होला यदि वास्तविक दोषी हाम्रो आँखा अगाडि नै थियो तर हामीले त्यसलाई कहिल्यै शङ्का गरेनौँ भने? ल अब नयाँ खेलाडीलाई भेटौँ। मैदा, चिनी र सेतो चामल जस्ता प्रशोधित कार्बोहाइड्रेटहरू, यी त हाम्रो दैनिक खानाको हिस्सा हुन्, होइन र? तर के यिनीहरू नै हुन् त वास्तविक समस्या? अब सबैभन्दा महत्त्वपूर्ण कुरा यहीँनिर आउँछ। जब हामी अन्डा खान्छौँ हाम्रो शरीरले त्यसलाई एक तरिकाले पचाउँछ, तर जब हामी रोटी वा चिनी खान्छौँ शरीरभित्रको प्रक्रिया एकदमै फरक हुन्छ। यही भिन्नता नै हाम्रो मुटुको स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ। अब हामी सबैभन्दा रोचक भागमा आइपुग्यौँ, इन्सुलिनको प्रतिक्रिया। जब हामी सेतो रोटी वा चिनी जस्ता प्रशोधित कार्ब्स खान्छौँ हाम्रो शरीरमा एउटा हर्मोन इन्सुलिन एकदमै तीव्र गतिमा बढ्छ। र समस्याको सुरुवात ठ्याक्कै यहीँबाट हुन्छ। यो भनाइले नै सम्पूर्ण बहसको सार बताउँछ। वास्तविक शत्रु प्रशोधित कार्बोहाइड्रेट हो जसले इन्सुलिन बढाएर कलेजोमा ट्राइग्लिसराइड्स बनाउँछ। यो एउटा यस्तो जानकारी हो जसले पोषण सम्बन्धी हाम्रो पुरानो सोचलाई नै हल्लाइदिन्छ। ल यो चालचरणको प्रक्रियालाई सरल तरिकाले हेरौँ। पहिलो, हामी प्रशोधित कार्ब्स खान्छौँ। दोस्रो, हाम्रो इन्सुलिन हत्तै माथि जान्छ। तेस्रो, हाम्रो कलेजोले त्यो अतिरिक्त चिनीलाई फ्याटमा बदल्न थाल्छ। र चौथो, त्यही फ्याट ट्राइग्लिसराइड्सको रूपमा हाम्रो रगतमा घुम्न थाल्छ। अब हामी पजलको अन्तिम र सबैभन्दा महत्त्वपूर्ण टुक्रामा जाउँ, धमनीमा हुने अवरोध। हामीले भर्खरै कुरा गरेको ट्राइग्लिसराइड्सले हाम्रो धमनीलाई कसरी साँघुरो बनाउँछ र मुटु रोगको जोखिम बढाउँछ, अब त्यो बुझौँ। त्यसैले जब ट्राइग्लिसराइड्स भन्ने शब्द सुनिन्छ यति बुझे हुन्छ यो हाम्रो कलेजोले अतिरिक्त कार्बोहाइड्रेटलाई प्रशोधन गरेर बनाएको फ्याट हो, र यही फ्याटले हाम्रो धमनीमा जम्मा भएर अवरोध सृजना गर्न सक्छ। ल हामीले दुवै पक्षको कुरा सुन्यौँ। हामीले सन्तृप्त फ्याटमाथिको पुरानो आरोप र प्रशोधित कार्ब्समाथिको नयाँ प्रमाण पनि हेर्यौँ। अब समय आएको छ फ्याट विरुद्ध कार्ब्सको यो लडाईँको अन्तिम फैसला सुनाउने। यो तालिकाले सबै कुरा एकदमै स्पष्ट पार्छ। हेर्नुस् त, सन्तृप्त फ्याटले इन्सुलिनमा खासै असर गर्दैन र सामान्य रूपमा प्रशोधन हुन्छ। तर प्रशोधित कार्ब्सले इन्सुलिनमा ठूलो वृद्धि ल्याउँछ, कलेजोलाई फ्याट बनाउन बाध्य पार्छ, जसले अन्ततः ट्राइग्लिसराइड्स निर्माण गर्छ। त्यसो भए यहाँबाट लिनुपर्ने मुख्य सन्देश के हो त? सिधा कुरा, अन्डा, घिउ र अन्य सन्तृप्त फ्याट भएका खानेकुराहरू सीमित मात्रामा खाँदा हामीले पहिले सोचे जस्तो दुश्मन होइनन्। वास्तविक ध्यान दिनुपर्ने कुरा त अर्कै रहेछ। र यदि एउटा व्यावहारिक सङ्ख्या चाहनुहुन्छ भने स्रोतले के सुझाव दिन्छ भने दिनमा 1 देखि 2 वटा अन्डा खानु स्वास्थ्यको लागि पूर्ण रूपमा सुरक्षित र फाइदाजनक पनि हुन सक्छ। तर समग्रमा खानपान भने सन्तुलित हुनु पर्यो। आज हामीले फ्याट र कार्ब्स बारेको एउटा ठूलो भ्रम तोड्यौँ। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। हामीले स्वास्थ्य र पोषण बारे सुनेका अरू कुन नियमहरूलाई हामीले फेरि एकपटक जाँच्नुपर्छ। सायद वास्तविक सत्य हामीले सोचे भन्दा धेरै फरक हुन सक्छ।